हेलो गाइज, वेलकम टू माई न्यू भ्लग। नमस्ते, मेरो नाम जीवन बोहरा र आज हामी जाँदैछौँ मल बोक्न हाम्रो खेतमा। आज मल बोक्ने प्रोग्राम रहेको छ। मम्मी रेडी भइसक्नु भएको छ मल बोक्नलाई। अब दाइ पनि एकछिनमा आउँदैछ अनि डोको पनि रेडी भइसकेको छ। अहिले चाहिँ वासरुम जाँदै हुन्छ होइन। यहीँबाट जानुपर्छ। अब दाइ आउँदैछ भित्रबाट। एकछिनमा हामी मल बोकेर अनि तपाईँलाई क्लियर गरेर देखाउँछौँ है। लाग्यो मल बोक्न यस्तै छ गाउँघरको जिन्दगी, रमाइलो छ। आज मौसम पनि अलि च्यालेन्जिङै मौसम छ। कतिखेर चिसो हुन्छ, एकैछिनमा गर्मी हुन्छ। मौसम पनि च्यालेन्जिङ नै रहेको छ। यता बाटोबाट मल बोक्ने हो। त्यहाँसम्मको म तपाईँलाई मेरो खेत देखाउँछु है त। त्यो तलसम्मको, त्यो किनारासम्मको देखिएको चाहिँ तलसम्मको खेत हो यता। अनि एकछिनमा मल बोक्ने कार्यक्रम स्टार्ट हुन्छ। उहाँ मम्मी आइसक्नु भएको छ मल बोक्नलाई। म चाहिँ खन्ने हो। अब त्यसपछि बोक्छौँ हामी। यही हो, यो मललाई चाहिँ अब बोक्नु पर्छ एकछिनमा। अनि अलिअलि मल चाहिँ बोकिसकेको छ। अलिअलि चाहिँ अब बोक्नु पर्छ। ज्यान छ नि त, बोकिन्छ। गाइज, अहिले हामीले चाहिँ आधी यतिसम्म चाहिँ पर्छ बोकिसकेका छौँ। मल बोकिसकेका छौँ। आधी बोक्नु बाँकी छ। मम्मीले डोकोमा हाल्दै हुनुहुन्छ। दाइले चाहिँ बाख्रा चराइरहेको छ अहिले। अब एकछिनमा हामी सबै बोक्नेछौँ। त्यो सबै बोकेर भ्याइ नै छ। लगभग आधी घन्टा जति चाहिँ लाग्नेछ। बाख्राको चाहिँ भर्खरै बाख्राको चाहिँ बच्चाहरू भएको छन्। 2टा पाठी भएको छन्। म पाठीहरूलाई नै देखाउने छु है। भारी बिसाउने रहेछ यसु नै चौतारी। लै बिसाउने चौतारी। तिम्रो र मेरो पापको भारी
पछि आज कपाल काट्नु